हेलो नमस्ते एन्ड सरी खा होइन वेलकम टु माई अनदर न्यू ब्लग गाइज होइन त्यो मैले ब्लग नबनाउनु फेरि ब्लग नबनाएको धेरै भइसकेको थियो अनि टप खोलाएर आज चाहिँ फेरि आई केम विथ न्यू ब्लग होइन गाइज टप खोलाएर आज चाहिँ म रुममै छु होइन एस भाइ पो है त गाइज अहिले चाहिँ म रुममै छु होइन अनि आज भाइले प्लान बनाएर चाहिँ फेरि के भन्नु अनप्लान्ड हो कहिले थियो बनाएर त्यो त भाइहरूले प्लान बनाएर चाहिँ होइन अब टक्कलाएर अनि हामी चाहिँ सट्टा आज के भन्छ अरे घुम्न भन्छ कि हाइकिङ त होइन होला होइन हजुर थाहा नै होला जामाचो होइन जामाचो खासमा चाहिँ हाइकिङ गर्ने ठाउँ थियो तर पनि हामी चाहिँ बाइकमा सर जाने हो सर होइन त्यही हुन्छ गाइज आज अनि यता स्टेट्युन होइन हेर्दै गर्नु टक्कलाएर अब केटाहरू रेडी हुँदैछ होइन म नि रेडी त भएको छैन हल्का रेडी पनि भइसक्यो होइन त्यतिकै एउटा ज्याकेट लगाउँछु यसमाथि टक्क अनि हुन्छ होइन धेरै दिन भएन म भ्लग नबनाएको होइन मिस गर्नु भएको नै थाहा छैन त्यो चाहिँ होइन तैपनि टक्क होइन त्यो चाहिँ हेरिदिनु होला होइन अन्तिमसम्म त्यो हो गाइस अनि नयाँ हुनुहुन्छ भने लाइक सेयर सब्सक्राइब चाहिँ नगर्नु होला होइन थाहा छ नि त मलाई मान्छेहरूले लास्टसम्म हेर्दैन होइन त्योहरू अहिले भनिदिएको राइस लगाइ गाइस ल स्टेट्युन है गाइस केटाहरू रेडी हुँदैछ रेडी हाम्रो भाइ हाम्रो सुनिल भाइ उज्जवल भाइ युबिन भाइ विक्रम भाइ होइन रेडी हुँदैछ केटाहरूको चटाकै छुट्टी चाहिँ यस्तै हान्छ भाइहरू चाहिँ सक्छ त नि होइन गाइज हामी चाहिँ रेडी भइसक्यो होइन यस्तै मेरो ड्रेस हेयरस्टाइल चाहिँ भएन क्या लास्टै है गाइस अब एउटा भाइ आउनु बाँकी चाहिँ हामी 6 जना होइन टक्क 2टा बाइक एउटा स्कुटर त्यो गाइज होइन टक्कला जानुपर्छ नि ल गाइज अब हामी चाहिँ जानु लाग्यो होइन टक्क एमटी बाइक लिएर चाहिँ होइन यो चाहिँ भाइको तर मलाई चलाउनु भन्दा चाहिँ म चलाएर जान्छु यो चाहिँ गाइस त्यो त्यहाँ गएर भेट्छ स्टेट्युन गाइस केटाहरू रेडी भइसक्यो होइन एउटा बाइक छ एउटा स्कुटी छ एउटा यो भाइको बाइक हो होइन यो चाहिँ म चलाउँछु टक्क लाएर तिमी बस्ने हो ए ल गाइस हामी पुगिसक्यो होइन जामाचो जाने बाटो चाहिँ यहाँबाट टक्क माथि जानुपर्छ होइन अब यहाँ चाहिँ बाइक लानु दिन्छ होला सायद तर टिकट काट्नुपर्छ भन्दा चाहिँ होइन हेर्नु सक्नुहुन्छ होइन स्याटरडे भएर होला मान्छेहरू चाहिँ त्यही धेरै यतिको चाहिँ हुनु पऱ्यो क्या होइन जस्ट टिकटको चाहिँ पैसा तिर्नै पर्छ छैन अब यत्रो मान्छेहरू जान्छ होइन त्यहाँ फोहोर हुन्छ के हुन्छ साथी त्यसको लागि पनि होइन तपाईँ प्रमोसनको लागि पनि होइन त्यो चाहिँ ठिकै हो टक्क टिकट काटेर अनि टक्क हामी जाने गाइस जामाचो यहाँ माथि होइन हामी चाहिँ बाइक लिएर जाने नहिँड्ने होइन त्यो गाइस गाइज हाम्रो चाहिँ एक्कासी प्लान चेन्ज होइन त्यहाँ जामाचोमा चाहिँ पुरा भिड भएर अनि गाडीको पनि बाइक लगाइन्छ होइन बाइकको नि पैसा लाग्ने भयो होइन हनेस्ट कुरा भन्दाखेरि मान्छेको टिकटको पनि 100 भन्दै थियो अनि हामी 6 जना छ टिकटकै 600 बाइकको 400 जति 1000 त्यतिकै जाने भयो नि गाइज त्योहरू हामी चाहिँ डेस्टिनेसन नै पुरै चेन्ज हान्दैन यता दक्षिणकाली आज होइन फर्पिङ दक्षिणकाली भन्दै थियो होइन त्यो हो यहाँ माथि छ नि गाइज घुम्ने ठाउँ चाहिँ अब हामी टक्क लाएर हामीले बाइक चाहिँ यता तल राखेको होइन पार्किङमा अनि भाइहरू सामान लिँदैछ उता अरू भाइहरू पनि सामान लिँदैछ उता त्यसपछि अब सामान लिएर यहाँ टक्क माथि यहाँ माथि टक्क हेर्ने जानुपर्छ है गाइस ल हजुरहरूलाई म भ्यू देखाउँछु दामी टक्क लगाएर गाइस हामी केटाहरू चाहिँ बसेर होइन अब यहाँ भाइहरूले खाना खाँदैन त्योहरू यहाँ चाहिँ होटेलमा हामी खाना मगाएर खाना खाएर चलिदिनुपर्छ मास्तिर ल केटाहरू भोकले प्याक भएर होला होइन सुन लुक एट दिस भ्यू द गाइज हेर्न सक्नुहुन्छ है त्यहाँ पिसका ठाउँ यार काफल त फल्दैन सिधै होला काफलको बाटो होइन यो होइन कहाँ काफलबाट गाइस यो चाहिँ होइन कहाँ हो अरे यो दक्षिणकाली होइन दक्षिणकाली यो चाहिँ
दक्षिणकाली हाइट फर्पिङको है गाइस फर्पिङको डाँडा होइन यही हो हेर्न सक्नुहुन्छ जस्तो दामी छ भ्यू पिस खानी पनि ल्याएको है अहिले गाइस हामी आइसक्यो होइन कस्तो दामी हावा चल्दैछ यहाँ पिस चाहिँ ठाउँ पनि भ्यू पनि बब्बाले चाहिँ तल है अझै यता रुखहरू भयो न दामी देख्छ यो चाहिँ मेरो फर्स्ट टाइम है गाइस चाहिँ म त फर्स्ट टाइम नै आएको है हावा चाहिँ सही आउँदो रहेछ जामा चाहिँ माथि पनि गएको छैन नि त त्यो भएर गिटार सिधा बेला मात्रै तर त्यहाँ सही छ क्या ठाउँहरू त गाइस भ्यू गाइस लुक एट दिस भ्यू यार ओहो कस्तो दामी छ यार चढ्नै भइहाल्छ नि हुनु त केटाहरू अब यहाँ फोटोसुट चल्दैछ होइन हाम्रो केटाहरूको चाहिँ ए दामी ओडार छ क्या मुनि त्यो भएर त्यो ढ्याङ गरेको ओडार के ओडार ए भिडियो सुटिङ है भिडियो सुटिङ गाइस हेर्नु न भ्यू हेर्नु न कस्तो दामी हरियो पर्यो है वहाँ पर भ्यू दामी देखेको छ अझै उतापट्टि अलि रुखहरू भएर नदेखि न त दामी त्यस ललितपुरको मात्र देखेको छ है त्यहाँ गाइस भ्यू चाहिँ एउटा फाइनली गाइस हामी आइपुग्यो हाम्रो केटाहरूले चुज गरेको डेस्टिनेसन हेर न यार माथि यस्तो दामी दामी ठाउँ चाहिँ यहाँ बसेको छ र तर केही छैन मान्छे राम्रो होइन बानी राम्रो भयो भने ठाउँ भने त्यस्तै ल गाइस होइन अब हान्नुपर्छ होइन हामी चाहिँ चिसो यस्तो होइन यहाँ चाहिँ हामीसँग पानी छ यो छ बसौँ ल बाहिर बसौँ ल गाइस हाम्रो चाहिँ केटाहरूले ठिक छ त बब्बा लागेको छ सेटा भन्दा चाहिँ केटाहरू बाहिर भ्यू बाहिर तक भ्यू खनेर आएको चेसै छैन दिन भाइ लगाइ गाइस हामीले चाहिँ हान्दै ल खाइदिएको ल चिसो ल ग्याङ 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 चाहिन ल वाइफाई चाहिँ यस्तो त्यहाँ यहाँ टाढा भयो वाइफाई चाहिँ ब्लुटुथ वाइफाई फर्पिङ लाइन चेस हैन दामी रहेछ गाइस ल भ्यूलाई त चेस ए जानु भाइ झापाली भाइ यस्तो अक्खा देछ यार मैले गोदावरी के कुन गोदावरी एकदम फ्याक्ट कुरा फ्याक्ट हैन फ्याक्ट ल गाइस चेसै दुध खान चाहिँ हामी कोदोको दुध रियल कोदोको मकैको होला हो यो त कोदोको त हैन कहाँ छ कोदोको बनाना जुस भन्नु न हौ दाइ लस्सी हो लस्सी ठिकै रहेछ दामी रहेछ ल दामी छ है गाइस दुध चाहिँ खोइ त शीतल गाइस शीतल आउँदैछ हाम्रो ल परौँ अक्का छ है गाइस यो पनि के भ्लग बन्यो होला वनभोज भन्छ यसलाई वनभोज भन्छ पिकनिक है गाइस हाम्रो सानो तिनो पिकनिक ल है गाइस यो चाहिँ फर्पिङ डाँडा है फर्पिङ डाँडा गाडा भन्दा चाहिँ टक्क घुम्न आउनु पर्यो गाइस होइन बब्बाल छ दामी भ्यू पनि सही छ है गाइस बब्बाल चाहिँ ओपी रहेछ है ठाउँ चाहिँ जस भ्यू पनि हेर्नु सक्नुहुन्छ ललितपुरको पुरै भ्यू देख्छ केटिएम चाहिँ अहिले देख्दैन यो डाँडाले छेक्दो रहेछ यतापट्टि होइन टक्क लगाएर सही छ है जस चाहिँ नि अझै खाँदैछ म चाहिँ हालै छैन हल्का गाइस दामी क्या पिस भ्यू हेर्नु न कस्तो दामी भ्यू छ
दोस्ती जाउँ एक्चुअली फोटो मात्रै खिच्ने कस्तो साइकल भिडियो मात्रै म लाएर जाँदैन कि तिमीलाई दिन्छु vibes out of the ल खाने हैन गाइज हामी फोटोसुट पनि सिधै होइन अनि टक्कर अब हामी चाहिँ जाउँछौँ मास्तिर होइन भाइहरू अझै पनि फोटो हान्दैछ होइन सुटिङ टक्क लाएर अब मास्तिर लाग्नुपर्छ हाम्रो बाइकमा चाहिँ होइन टक्क माथि गएर अनि लाग्नुपर्छ है अब गाइज पुल छ एउटा त्यहाँ होइन पुल दामी छ नि झुलुङ्गे पुल त्यो झुलुङ्गे पुलमा गएर टक्क लाएर होइन कस्तो रहेछ हेर्नुपर्छ अनि त्यहाँ अनि फोटो हान्नुपर्छ नि गाइज त्यो होला स्टेडियम हेरेको होइन जस रमाइलो छ नि ठाउँ चाहिँ पिस होइन साथीहरूसँग आउनु भयो भने चाहिँ रमाइलो हुन्छ नि मान्छेहरू डेटिङको लागि आउँछ होइन डेटिङ पनि होइन यस्तो कुना काप्चामा छिरेर आउँदो रहेछ होइन हामी चाहिँ यहाँ भाइहरूसँग आएको टक्क लाएर अब काँचो बाबा गाइस पिस दामी मजा आयो ल शनिबार गाइस म चाहिँ रुम पनि आइसकेँ होइन टक्क दक्षिण काली घुमेर होइन आज रमाइलो भयो भाइहरूसँग टक्क होइन अनि चाहिँ म सुतिरहेको छु होइन बाइक चलाएर थाकेर गाइस त्यो अनि मेरो मोबाइल पनि डेथ भयो होइन खासमा हाम्रो त्यहाँ मापस्यमा मामाहरूले समाते पनि थियो तर मेरो मोबाइल डेथ भएर मैले भिडियो बनाउनु पाएन होइन गाइस मेरो भाइ र मेरो भाइहरूलाई चाहिँ समातेँ होइन म चाहिँ अलिक पछि थिएँ त्यही भएर म चाहिँ हल्का त्यहाँकै हिँड्नेहरूले मलाई चाहिँ रोकेर होइन भाइहरूलाई चाहिँ चिट हान्दैछ गाइस त्यो कन्टेन्ट हुन्थ्यो होइन तर मेरो मोबाइल डेथ भएर मैले भिडियो बनाउनु पाएन गाइस त्यो आइएम सरी होइन अनि त्यो यो भ्लगमा यति होइन गाइस यति भन्दै अनि अर्को भ्लगमा भेटौँला See you on next vlog guys. Bye. Love you.